यस्तो राम्रो राम्रो जङ्गलहरू छ अनि हरियो परियो खेतीहरु छ तर खेती मान्छेहरुलाई चाहिँ के मास होला हौ मन्जु यो मास हैन मुगी मास होला हैन मुगी हैन कालो दाल माइजोगमाई गाउँपालिका वडा नम्बर 4 मा चाहिँ यो मासहरू चाहिँ प्रशस्त मात्रामा चाहिँ मजाले लाउनु भएको छ हाम्रो आपाहरूले हैन बडाहरूले त्यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ हाम्रो के भन्छ अनि यस्तो झारपात यस्तो यो घुमाउनेमा चाहिँ मिल थियो यो मिल चाहिँ अहिले बन्द भयो लगभग अहिले चाहिँ अब यो अस्तव्यस्त रूपमा रहेको छ अहिले चाहिँ कुनै पनि सञ्चालन भइरहेको छैन अनि त्यसले गर्दाखेरि चाहिँ जय मङ्गल अनि अब घर पुग्न आँट्यौँ घर आइपुग्न आँट्यौँ हामी लगभग अब 2-3 मिनटमा हामी घर पुगिहाल्छौँ होइन अनि अब ठुलो कुरा चाहिँ हामी उपलब्धिहरू त केही पनि गर्न सकेन अब भन्नुपर्दा भनेको चाहिँ हामी अहिले माइजोगमाईमा छौँ माइजोगमाई गाउँपालिका वडा नम्बर 4 को इलाममै छौँ अब यहाँ चाहिँ हामी कति नै समय लाग्छ कुखुराहरू साह्रो दौडिरहेछ माथि तलबाट चाहिँ मेरो बुढीहरू आइरहेछ बुढी बहिनी छोरी अनि के अरे ससुआमा अनि मामा आइरहनु भएको छ छोरा पाल्दिन तामाङ मेरो यहाँ साला भाइ कान्छो अनि अहिले चाहिँ घर आइपुग्न आँट्यौँ बडा भिडियो जान्छ नि युट्युबमा सोनामले हेर्छ यहाँ मेरो बडेमा बडाले घोडा पाल्नु भएको छ यहाँ कत्रो छ आमामा हेर्नुभयो यहाँ पनि परेको ल हेर्नुभयो मै हो नि मेरो युट्युब च्यानल पनि छ नि त युट्युबमा पनि छ सुभाष मोक्तान छ यहाँ चाहिँ घोडा छ लाइरहेको छ नि त बडा हुनु चाहिँ बडा होइन अनि बुढी अनि मेरो कुकुर सासू अनि मामा हुनुहुन्छ माथिल्लो घरको छोरी यहाँ तल छोरा मेरो के अरे साला भाइ कान्छो होइन अनि सेक्युरिटी गार्ड नानीको होइन अनि यो चाहिँ मेरो ससुराली घर यहाँ चाहिँ भान्सा घर छ होइन अब के नै छ र 2 दिनको जिन्दगानीमा मरिन्छ कि बाँचिन्छ थाहा हुँदैन त्यसले गर्दाखेरि चाहिँ हामी अहिले चाहिँ हामी माइजोगमाई गाउँपालिकामा छौँ होइन र अब चाहिँ हामी उकालो लाग्दैछौँ म ससुराली घर पुग्न आँटेँ होइन यहाँ पर यहाँ चाहिँ मेरो छिमेकी बडा भाइ घर होइन अब मजाले यहाँ चाहिँ यस्तै छ रमाइलो भन्दा पनि अब दुःखदायी क्षणमा चाहिँ हामी के गरौँ त भन्दाखेरि चाहिँ अब के चाहिँ गर्नु त होइन दाजु के अरे साथीहरू अब के गर्नु त दर्शक महानुभावहरू यसमा भनेको चाहिँ अब यसमा शोक मनाउने समय छ शोक मनाउने समयमा चाहिँ अब हामी गर्नु नै के सक्छौँ हामीले अब एक आपसमा अब सान्त्वना दिने कुरादेखि लिएर अरू केही पनि गर्न सक्दैनौँ होइन यो चाहिँ मेरो ससुराली घर यतापट्टि चाहिँ यो चाहिँ मेरो छिमेकी बडाको घर होइन म चाहिँ यतापट्टि छु जय मङ्गल होइन यतापट्टि छु र अब म चाहिँ अहिले ससुराली घर आइपुगेँ उकालो चढ्दैछु साह्रो उकालो छ मेमे मेमे कता हुनुहुन्छ म ससुराली घर आइपुगेँ
मेरो घरमा उपर गाई कराइरहेछ यता मेमे हुनुहुन्छ भिडियो बनाइरहेछ अब मेमे लाइन गयो होइन लाइन गएको रहेछ मेमे लाइन गएको रहेछ भिडियो बनाइरहेको छु मेरो मेमे चाहिँ बिरामी हुनुहुन्छ घाँटीको समस्या नसाले गर्दाखेरि चाहिँ बिरामी हुनुहुन्छ अहिले चाहिँ माइजोगमै वडा नम्बर 4 को केन्द्रबिन्दुमा छु म चाहिँ अहिले हैन अब गाईबस्तु डुवा गराउन थालिसकेको पानी आउँछ कि आउँदैन थाहा छैन र पनि जेसुकै होस् जिन्दगी यस्तै छ साथीहरू हैन हामी चाहिँ अहिले अब दैनिक कामहरुमा चाहिँ अब आपा आमा के अरे तलै हुनुहुन्छ जुठो बाहिरहनु भएको छ म चाहिँ अहिले के भन्छ ससुरालीमा छु यहाँनिर हैन ससुरालीमा बसिरहेको छु अब हैन अब यो अर्गानिक ब्लग मै छु अब केटाकेटी यस्तो छ हैन अनि छोरा बुढी सासू अनि छोरी अनि यस्तै छ लाइन छैन हौ लाइन छैन हौ पानी खर्च नि आन्टी आन्टी तपाईको भिडियो बनिसकेको छ है सबै आन्टी ए आन्टी भिडियो बनाएको छ नि तपाईको सबै ए बुढी कस्तो खालको हौ थोडा घिन लाग्दो शर्मा जस्तो गर्छ बेलो लगाएर ओइ अहिलेको लागि सुभाष मुक्तन अफिसियल च्यानल ब्लग समाप्त